आज चाहिँ मैले बाबुलाई बालबिटा खुवाएको दोस्रो दिन हो होइन। बालबिटा चाहिँ मैले यसरी थोरै छुट्याउँछु खाना, अनि त्यसमा चाहिँ बालबिटा मिसाएर खुवाउँछु। किनभने बालबिटा मिसाइसकेको खाना 30 मिनटभन्दा बढी राख्नु हुँदैन र यो चाहिँ एकचोटिमै खुवाएर सक्नुपर्छ। अब 30 मिनटभन्दा बढी राख्नु हुँदैन भनेपछि त फेरि राखेर खुवाउने कुरो भएन भने यसलाई दुध वा पानीमा पनि मिसाएर खुवाउन मिल्दैन। हामीले चाहिँ जाउलो वा लिटोमा मिसाएर खुवाउनु पर्ने हुन्छ। अनि यसरी छुट्टै नै मिसाएर खुवायो भने थोरै त खाइहाल्छ नि त बाबुले, धेरैमा मिसायो भने त्यो यदि फाल्यो भने खेर पनि जाँदैन। त्यही भएर बालबिटामा आइरन र मिनरल्सहरू हुन्छ होइन, जसले गर्दा बच्चाको दिशा कालो हुने, कहिलेकाहीँ बच्चालाई वकवकी लाग्ने अनि त्यस्तो हुनसक्छ। त्यो चाहिँ एकदमै नर्मल हो, आत्तिनु पर्दैन त्यस्तो हुँदैमा होइन। कतिपय मामुहरूले यसमा मिनरल्स आइरन हुन्छ मेरो बच्चालाई फाइदा गर्छ भनेर 2-3टा खुवाउनु हुँदो रहेछ। त्यस्तो चाहिँ गर्नु हुँदैन, दिनमा एउटा मात्र खुवाउनु पर्छ।